यो त कुलोमै पसेछ ल्याम्बो ल त ल लगाइदिउँ त हात लगाइदिहाल ल एउटाले भ्युज बनाऊ एउटाले भ्युज बनाऊ चल सकिन्छ त गाडी हेलो एभ्रिवान सबैजना सन्चैवाला म पनि एकदमै सन्चै आरामै छु भनेर हामी फेरि राम्रो भ्लग लिएर उता हुन्छ डिक्सनाली देख्यो भने डिक्स हुन्छ म त यहाँ छु हामी चाहिँ अब कहाँ जानु लाग्यो भन्दा यसो चारजना यसो घुम्न जानु लाग्यो धेरै टाढा होइन त्यही डमौलीसँग मानुङबाट यसो घाम हेर्नु जानु लाग्यो अनि नजाने प्लान थियो अब नजाने भन्दा पनि जाने त भनिरहेको थियो अब अनि एक्कासी भइहाल्यो अनि ध्यान उठाउन आयो मलाई यहाँ उठ्यो मनिस उता घर छ अनि रेडीहरू आउँदैछ अब चाहिँ हामी लाग्छ मैले चाहिँ अब यसो बाटोहरूको सिन देखाऊँ भने अब राति केही होइन उज्यालो चाहिँ आउँछ होइन त्यसरी अब हामी जान्छौँ बाटोमा कहाँ गएर भेट्छौँ होइन त्यहीँ गएर हजुरहरूलाई भेट्छौँ अनि त्यसपछि देखाउँछौँ उज्यालो यो बाटो पनि अनि मानुको छिटो पुग्न हामीलाई त्यही भएर आज अलिक स्पिडै हुन्छ ल त्यही पनि कन्ट्रोल एकदम सेफ राइडसँग चलाउनुपर्छ है ल ल हामी त्यहाँ अब तेल सेल हालेर मनिसले गुहाएर तेल आफू गएर त मलाई पनि लाग्छ तेल पनि हाल्यो अब टक्क बस्यो के हो पेट्रोल पम्प जाडो त्यस्तो जाडो हुँदो रहेछ होइन आगो टोप्रो सिजाउ यहाँ ल अब हामी त लाग्छौँ देखाऊँ भने केही देखिन्न राति A few moments later. धेरै दुःख कष्ट गरेर आइयो यो को हुँदा नि यस्तै हुन्छ मलाई रुन नि भिडियो त केही देखाउन पाएन किनभने कुहिरोले केही आफ्नो आहान देखेको थिएन त्यस्तोमा भिडियो देखाउनु इम्पोसिबल यो यहीँ ल्याउनु पर्ने स्कुटर त यहीँ ल्याउनु पर्ने हिमालय खुल्दै जाडामा सयाक होला खोल्नु हुन्न ए हेर्न यति टाढाबाट चिसोमा धन्नै मरिएन यार गाडीले हाल्दै ल्याबै युज हुन पर्ने हो क्या त के त्यो हल्लिएको त्यो ग्याम्बलकै त भइएको थियो त 1000 राम्रो हो धेरै राम्रो मान्छे किन मान्छे झन् रमाउनु त एक्लै एकान्त एक घन्टा भइसक्यो भिडियो नबनाएर अहिले त भर्खर मोबाइल ढलाएर होइन उतैबाट हो तेरो हातमा मोबाइल कति होइन अघि नै त पछाडि ब्यागमा त भएको थियो अब बल्ल रमाइलो ल गयौँ
रमाइलो भइरहेको छ अलिअलि त्यस्तै छ यता पनि मान्छे छ यता पनि मान्छे छ त्यहाँ त घाम आउला आउला जस्तो हामी त यता कुरेर बस्छौँ हात चाहिँ चिसो चिसो भएको छ पन्जा पनि लागेको छ पन्जा पनि लागिएको हामी पनि खै एउटा बनाउनु पितै हेर्ने ल रमाइलो ह राम्रो भ्यू ल आयो आयो घाम आयो यही छेउमा मेरो नि पहन मन लाग्छ 2000 कति पाउँछ रे दाबी नहरान भयो ल दाबी नहरान दाबी नहरान नि दाबी नहरान ए त्यस्तो मन राख्छ यार कति खानु पर्ला ए त पैसा नदे लाग्यो रहेछ 2000 हो एक दिन चाहिँ जाँदै रहेछ न अब मानुङकोटबाट झरे अब घरतिर टक्क अब त भ्यू देखाउँदै जान्छौँ होइन हामी 500 रुपियाँ ल्याम्मै जुगाएर तासा खेल्दै गयोले अब टक्क लगाएर अब चाहिँ भ्यू देखाउँ जान्छौँ तपाईँहरूले बाटो हाइवे कस्तो छ लागि यो अब घरतिर आउँदा भिडियो आउनु पाएँ मनिष अब त म के बोल्छु सुन्ने गर्छु त गाइस तो हम आ चुके हैं गाइस उधर सुशील भाई है तो न्यूट्रल मोड में है आगे तक ये नहीं रोड ये नहीं सीट आप छोड़ देंगे ना यस्तो हेर्न सक्नुहुन्छ बाटोको हालत पुरै शीतै शीत पर्न नि यस्तो हामीले हुस्सोले केही देखिन्न बाटो जति बाटो फेरि घुमाउरो न घुमाउरो रहेछ तर उता पोखराबाट आउनेमा त बाटो दामी छ है हाइवे त ढुक्का हो हामी पनि उता पोखराबाट आयो यहाँ मानुङकोट होइन स्कुटरमा देखिने अगाडिको बाटोलाई मनोरञ्जन गर्नुभन्दा तपाईँहरू साथीभाइहरू यसरी कुकुरी यसरी आयो भने के हुन्छ जाडो पनि त्यस्तै छ बाटो पनि त्यस्तै छ कुदाउन मन लाग्छ त्यसरी हुन्छ
यो त कुलोमै पसेछ ल्याम गन त लगाइदिउँ त हात लगाइदिहाल न एउटाले भ्युज बनाऊ चला सकिन्छ त गाडी लामै पसेछ नि त त्यो त बम्परै उड्ला के नि होइन अगाडिबाट उता कसको रे कसको रे गाडी अगाडि हामीको भए हामी देखिन पाएको कस्तो छिरेको त उहाँबाट हेरेको हिस्यो ऊ त्यहाँबाट गिटी गिर्किँदै आएर अन्त हान्दिउँ न त 500 जना मिलेर ल एकै बल लगाउनु हुन्छ कि भ्याट्टै हातमा निस्क्यो भने बम्परै ल एकैचोटि एक दुई आम त आम सबै जान्छ जस्तो है लक्षण त देखा एक दुई कहाँ सक्यो यत्रो गाडी आयो कहाँ नि गाडी फर्काउने हो र यो अगाडिको मात्र उचालौँ न त्यता अन्त त हुँदैन क्या अगाडिको निस्किसी उठाउँछ त त्यो मान्छे जम्मु कसले चला त्यस्तो हुँदैन कम स्मेल हुन्छ त्यहाँनिर त के गर्ने अरे यसले कसो तान्ने एक्लै सार्दिएको सब हेऱ्यो हुँदैन नि मैले लुरुक्क बाँडेको 4 रड हाल्नु तानिन्थ्यो होला दुई साइडको रडबाट उचाल्दै त लाग्यो कहाँ निस्किन्छ यो त अन्त कहाँ हेलमेट लगाएर 2000 years later ल हामी लाग्यो है अब एक्सिडेन्ट भयो खतरा भयो
कति छिटो गइरहेको त नि हामीले हिँड्न नहिँड भाइहरू तिमीहरू त पुग्यो नि भेट्टाइन्छ कि त्यही भएर राम्रोसँग चलाउनु होला देखिलाई कसरी एक्सिडेन्ट भयो त्यही भएर जे चलाउँदा नि आरामले बिस्तारै चलाउनु होला है किनभने जुनसुकै समयमा पनि जुनसुकै ठाउँमा पनि दुर्घटना त्यही भएर त्यो विचारेर चलाउनु होला सेफ राइड लङ राइड कसरी एक्सिडेन्ट भयो त भन्दाखेरि उताबाट आएछ नि घरबाट जानुहुने अनि ल्याम्मै लाएर अनि आमा छोराहरू आएर दुईवटा आमा र एउटा छोरा अनि यहाँ छोरा चाहिँ सुत्छ अनि सुत्दा चलाउँदा One eternity later. अब हामी त घर आइसक्यो नि म यहाँ छु कस्तो भयो आजको भ्लग अब भन्दिनँ होला होइन ठिक्क अब मानुकोट गयो एक्सिडेन्ट भयो यस्तै हो अब धेरै नलम्बा पनि यो भिडियोलाई छोटो मिठो हेरिदिनु होला अन्त अब यहाँबाट भिडियोबाट बिदा हुन चाहन्छु हस् बाई बाई बाई